Hey guys, welcome back to our channel guys. आज चाहिँ हामी यता थानपोखरी सातधारेमा थानपोखरी मेला लाग्छ र हामी थानपोखरी मेलामा आएको छौँ हैन। अहिले भिड चाहिँ यस्तो छ हैन है। भिडै भिड छ। अनि मेरो साथी छ यहाँ आयुष। हैन गाइस। अनि गाइस यता जाउँ अब तपाईहरुलाई मैले देखाउँछु। गाइस फेरि अब यहाँबाट हेर्ने यति धेरै भ्यू यस्तो राम्रो राम्रो ठाउँ छ मेलाहरू लागेको छ हैन। अब हामी तल जान्छौँ हाम्रो आवासको दोकानमा हैन। त्यो चाहिँ मेरो दोस्ती हो। यो अघिको मेरो यो साथीको भाइ हो हैन। जमै छिटो यस्तो अप्ठ्यारो बाटो छ गाइस। यहाँ छ भुटिया। यो भुटिया यहाँ छ खाएको त नि हामीले गाइस। अन्त यहाँ छ आवास हैन। आवास दाल यसको भाइ। त्यो च्यानलको नाम भन्दै आवास ओपी 100 भन्दैन मजाले यो खोलेर आवास ओपी 100 छ हैन गाइस यसको च्यानलको नाम। गाइस यता यस्तो भिड छ है। यस्तो छ घाममा। गाइस मैले कति दिन भयो भ्लग हालेको थिइनँ त्यसैले आज भ्लग हाल्न जाँदैछु। खोइ आयुष खोइ कहाँ छ आयुष खोइ तपाईहरु चाहिँ हाम्रो च्यानलमा सब्स्क्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला। 200K पुगिसकेको छ। कसको 200 र गाइस अब चाहिँ हामी यता माथि चढ्ने प्रयास गर्छौँ हैन गाइस यस्तो भिडमा। गाइस के खाचो र हाम्रो आयुष भाइले लिएर आयो लुके पिपिक चाउचाउ लिएर आयो। पिपिक चाउचाउ लिएर आएको छ हैन गाइस हेर्नु यहाँ गाइस हेर्नु सक्नुहुन्छ। गाइस खान मन लाग्यो होला मेला छ हामी त खाइन्छ पड्काइन्छ। म चाहिँ कसरी खाने अप्ठ्यारो हुन्छ होला। 100 रुपैयाँ छ गाइस अझै। म कसरी खोल्न पाएको छैन पोकिन्छ यार। गाइस घरमा एउटा कन्टेन्ट लिएर आएको यहाँ चढ्ने